भन्दा हामीलाई टुल चाहियो हैन टुल कता कता छ टुल ल्याउँ त अरु भाइ टुल झोला छ छैन त्यसमा सबै हाल्दा टुल परका सबै दि किलाकाटाहरु सबै चाबी पाना भए त हाम्रो इन्जिन कसरी बादिने हो हैन चाबी पानाहरु सबै ल ल्याउँदै गर्छन् हैन सुरु गरौँ ल यो चाहिँ हाम्रो के हो के भन्ने त्यसलाई ब्लक हैन ब्लक हाउजिङ भन्छ हैन कसैको ब्लक तपाईको हाफ मात्रै हुन्छ हैन यसको ब्लक र हाउजिङ सेटमा दिएको छ हैन सँगै त्यही भएर ब्लक हाउजिङ भन्छ हैन भित्र हाम्रो स्लिप छ यो हैन हजुर स्लिप बन्छ कुनै बेला बोरी काट्यो त्यो कसरी थाहा पाउने हामी हैन यसलाई तर यसलाई हामी यसरी अब जस्तो यहाँ घाउ आइसक्या हुन्छ घाउ आयो भने अलिअलि बोर गरेर हुन्छ कि हैन अलि काट्या छ रिङ मात्र हालेर हुन्छ हैन त्यो चेक गर्नुपर्छ जस्तो हाम्रो रिङ जस्तो पुरानो निकाल्या छ हैन यो पुरानो हो हैन पुरानोको भाग कस्तो छ अवस्था हैन यो मुख चाहिँ चेक गर्दै छौं है हामी यसको मुख खुलो भइसक्या छ यो रिङ घिसिसक्यो मानौ हैन यो घिसिसकेपछि के हुन्छ इन्जिनमा तपाईको स्टार्टमा दिक्कत हुने हो अनि मोबिल घट्ने काम गर्छ कुनै बेला लोडै नलिने हैन अब स्टार्ट गर्दा गर्दा हामी थाकि जान्छौं कहिलेकाहीँ धेरै स्पिड तान्दा तान्दा भित्र के हुन्छ कि डिजल जम्मा भइसकेपछि हुने हो स्टार्ट तर यसले धुवा मार्न छोड्दैन मोबिल खान छोड्दैन यो चाहिँ हाम्रो मोबिल र स्टार्ट हुँदैन भने रिङ पिस्टनको समस्या हुन्छ हैन यो ग्याप भइसक्या हुन्छ यहाँनिर त्यसपछि नयाँ ल्याएर यसलाई चेन्ज गर्ने कस्तो छ नयाँको पनि चेक गर्ने कुनै ओभर आयो कि स्ट्यान्डर्ड आछ हैन ओभर आयो भने तपाईँ के हुन्छ कि रिङ पिस्टनमा हालेपछि यसमा हाल्न खोजेपछि छिर्दैन जबरजस्ती गर्यो भने यहाँ ठोक्यो भने अयल रिङ भाँचिने हो हैन यो के हुन्छ कि ओभर साइड पहिला 0 तपाईको 0 आउने 3 ता 0 आउने हो हैन 3 0 आयो भने स्ट्यान्डर्ड साइज मान्नु पर्छ हैन अनि 0 25 आयो भने 25 ओभर आयो अनि 50 गयो 75 आयो 100 सम्म हुन्छ यसको हैन 100 सम्म त त्यति अब काम गर्दैन हैन अनि ओभर काटिसक्या हुन्छ त्यसको लागि हामीले अब यो ब्लोकै चेन्ज गर्नुपर्छ है अर्को यो ब्लोक च्याम्बर चेन्ज गर्नुपर्छ अनि तपाईको 25 आछ भने त्यो तपाईको लेट मसिनमा लगेर बोर गर्ने ठाउँमा त्यो 25 न मार्यो 50 सम्म चलाउन मिल्छ ओभर गयो भने तपाईले दुसै चेन्ज गर्नुपर्छ यसको लागि तपाईको पिस्टन र चेन्ज गर्नु पर्यो यो पिस्टन भनेको यो आयो हैन अनि यो रिङ यो चाहिँ हाम्रो 25 गरेको छ 25 साइजको यो पनि चाहियो 25 साइजको पिस्टन पनि चाहियो लेख्या हुन्छ है यहाँ लेखेको त दुईटै चेन्ज गरेपछि सेट गर्ने यसलाई फेरि यसमा हाम्रो के पार्ट्स छ हैन यो पार्ट्स पनि हेर्नु पर्यो हैन इन बेयरिङहरु छ दुईटा बेयरिङ एउटा हाम्रो यो टेपर बेयरिङ छ हैन अनि एउटा यो बल बेयरिङ छ हैन बल बेयरिङ निकाल्नलाई अब यो अलि समस्या छ हैन यसको लागि हामीले साधन चाहिन्छ पुलर चाहिन्छ कुनै बेला जुगाड छ भने हामी वेल्डिङ मसिनले जस्तो टु छानेर यो लगाएर जस्तो कि टुज लगाएर भने यहाँनिर किल हान्न सक्छ हैन यसरी हाने भने निस्किने हो हैन यहाँ किरोड लगाएपछि हल्का टुज हान्दिएपछि निस्किने हैन यसरी निकाल्ने जुगाड हो यसको पनि यस्तै हो नत्र यो जुगाड छैन भने हामीसँग पुलर के हो यो तर यो हाम्रो के हो कि जुगाड भनेको वेल्डिङ गरेर निकाल्ने हैन सबै ठाउँमा पुलर मिल्दैन अब जस्तो पुलर भनेको ए साइजको पुलर चाहियो अब जति नम्बर छ हैन यसमा ए नम्बरको जस्तो हाम्रो यो फ्यानहरु यो मोटर र वाइन्डिङ गर्ने वाला तिनसँग हुन्छ सानो त्यो पंखाका बेयरिङ निकाल्ने त्यस्ता सिस्टम उले निस्किन्छ यो बेयरिङ खासै त्यति खराब हुँदैन भयो भने जस्तो ब्लक चेन्ज गर्न पर्यो भने हामी के गर्छौं कि यसलाई सिधै तोड्दिन्छौं हैन यहाँनिर यो लिभर हान्यो भने जस्तो यो लिभर हान्दियो भने हैन भित्र यो टुट्छ यो टुट्यो भने यताबाट ठोकेपछि निस्किन्छ हैन यो दुईटै बेयरिङ हाम्रो अब यो काम लाग्ने छैन भने बेयरिङलाई हामीले काम लाग्नलाई यसलाई भित्र यसलाई ठिक दिन्छु टुट्छ यो
तुरेपछि यहाँ पाल भइहाल्छ, यहाँ ठोकेपछि निस्किन्छ त्यो हाम्रो जुगाड है। यसमा चाहिँ यो हाम्रो के आयो, गभर्नर लिभर होइन। गभर्नर लिभर भनेको कन्ट्रोल गर्ने काम गर्छ, रेस कन्ट्रोल। रेस कन्ट्रोल गर्ने। फ्युलसम्म यो कनेक्सन हुन्छ, यसले अब हामीलाई जति चाहियो फ्युल तति पठाउने काम गर्ने है। यसले एक्सिलेटरसम्म जोडिएको छ है। ल यो भयो होइन। अब हामी यसमा सुरुमा के हालौँ, क्र्याङ्क होइन। क्र्याङ्क भनेको यो आयो होइन। क्र्याङ्कको अवस्था कस्तो छ, कसरी खराब थाहा पाउने हामी, यसको सुरुमा ब्यारिङ कस्तो छ होइन। ब्यारिङ कत्तिकै चाल छ, कति आवाज गर्दैछ घुमाउँदाखेरिमा होइन। अलिक गार गुरगुर गऱ्यो भने, अलिक बढी आवाज गऱ्यो भने अर्को चेन्ज गरिदिने यसलाई। अनि राम्रो ठिकै छ भने यसैलाई युज गरिदिने। यो चाहिँ हाम्रो यसमा एउटा गडाडी छ, यो ब्यालेन्स गडाडी भन्छ होइन। अनि चाहिँ हाम्रो यो टाइमिङको क्याम्पसाफ्ट गडाडीसम्म जोडिया हुन्छ होइन। यो क्र्याङ्क गडाडी हो, दुईटै क्र्याङ्क गडाडी हो, तर यो हाम्रो क्याम्पसाफ्टसम्म जोडिया हुन्छ, यो हाम्रो ब्यालेन्स गियरसम्म जोडिया हुन्छ है। गडाडी भाँचियो कस्तो छ अवस्था, यसो हेरेर थाहा भइहाल्छ, टुटेको होइन, हल्का काहीँ चोट लागेको हेरेर कस्तो छ त्यो अवस्था हेर्ने। यसको काहीँ घाउ लागेको छ भने यसैले पनि आवाज गर्न सक्छ, इन्जिन फिट गर्यो भने। अनि धेरै घ्यार घुरघुर होइन, काहीँ अड्किने भने यो गियरमा काहीँ चोट लागेको छ भने यो गडाडी काहीँ अड्किने काम गर्छ है यसमा। जस्तो हाम्रो ब्यारिङको चर्रा टुक्रा गइसकेपछि जस्तो यसमा यसरी जोडिया हुन्छ यो। ब्यारिङ टुक्रा यहाँ फस्यो भने, फलामको टुक्रा लाग्यो भने यो अलि खस्छ कि यो जाम हुन्छ। जस्तो जाम लागिसकेपछि यहाँ घाउ पाराइदिन्छ, फेरि निकालेपछि फेरि तपाईँको अलि बराबर घुम्दैन। अथवा यसमा हाम्रो रेटी हानेर हुन्छ होइन। हल्का छ भने रेटले हल्का यसलाई फिनिसिङ बनाउने होइन, त्यो जुगाड गर्नु पऱ्यो। धेरै भाँचिएको छ भने अर्को पनि हाल्न सकिन्छ। दुइटै गराएको एउटै समस्या है। अब क्र्याङ्क हाम्रो कस्तो छ होइन, यो सिआर ब्यारिङको भाग होइन। सिआर ब्यारिङको भाग कस्तो छ, यसमा अलि कस्तो दाग लागेको छ, धेरै घाउ लागेको छ भने यसलाई हामीलाई फेस गर्ने। फेस कसरी गर्ने, हल्का हल्का छ भने यसमा तपाईँको सिआर ब्यारिङको टुक्रा यसो फसेको छ भने हामी 100 भन्दा माथि नम्बरको रेगमा अलि लामो काट्ने, लामो काटेर यसलाई खुब मल्ने यसलाई होइन। मलेर यसलाई चिल्लो बनाउने, मलेर चिल्लो हुन्छ भने यसलाई फिट गर्ने। अनि खस्रो देखिरहेछ भने यसलाई जहाँ क्र्याङ्कको मर्मत हुन्छ त्यो ठाउँ लगेर लेड मसिनमा यसलाई सफाइ गर्ने होइन। सफाइ गरिसकेपछि उसले अब लेड मसिनवालाले यसमा नम्बर दिने हो, कति नम्बरको आयो, 025 आयो कि 050 आयो होइन। 25 आएछ भने 25 युज गर्ने, 50 आयो 50 युज गर्ने। यसमा पनि तपाईँको एफको होइन यो साइज हुन्छ, साइज हेरेर मात्रै ल्याउनु होला। अनि यसमा हाम्रो मेन बुस हुन्छ, मेन बुसको पनि त्यस्तै हो है। यो एकदमै चिल्लो हुनु पर्यो। यहाँ मेन बुस भनेको यहाँनिर हुन्छ है, हाउजिङमा। यो हाउजिङ यो ठाउँ र यो ठाउँ एकै ठाउँ जोडिने है। भित्र गएर यो यहाँ बस्ने है। यो बसी कति खुग्लो छ यसको होइन। धेरै खुग्लो छ भने, किनकि यो खुग्लो भयो, यो धेरै काटियो भने हाम्रो यो लाइनरलाई एक साइड घिच्छ, एक साइड जाने हो। यो खुग्लो भयो भने एकै साइडतिर टेप हान्ने, घिसिने, एक साइड टेप हान्ने हो। अनि पिस्टन पनि एक साइड घिसिने हो। यो एक साइड गयो भने अलि स्टार्ट गर्न पनि गाह्रो हुन्छ, इन्जिन लोड मान्ने हो। यसको लागि बुसको अवस्था कस्तो छ, बुस हेरेर राम्रो छ भने ठिकै छ यहाँ दिनु, नत्र यो फेर्न मिल्छ है यो बुस। ल अहिले हामी क्र्याङ्क फिट गरौँ होइन। क्र्याङ्क कति पार्ट्स छ यसमा, हाम्रो 1 नम्बर क्र्याङ्क भइहाल्यो, 2 नम्बर हाम्रो यो क्याम्पसाफ्ट गराडी भइहाल्यो, 2 प्लस तेस्रोमा ब्यालेन्स गियर होइन। अनि चौथोमा ब्यारिङ, अनि एउटा सानो कटर लक छ होइन। यो सानो कटरको काम ठुलो काम हो होइन। एकदम सानो छ तर ठुलो व्हिललाई रोक्छ यसले होइन। हाम्रो फ्याङ व्हिल भन्छ त्यो होइन, फ्याङ व्हिललाई। जस्तो यसको समस्या पनि आउँछ, जो चल्दै तपाईँको यो ढिला भयो भने यो कटरलाई पुरा तोडेर बराबर गरिदिन्छ। स्टार्ट गर्न खोज्यो भने स्टार्ट हुँदैन। खास तपाईँको ब्यालेन्स बनाउने भनेको, ठुलो राउन्ड पुर्याउने भनेको हाम्रो यो हाउजिङ होइन। यो
जस्तै यसलाई के भन्छ फ्यान व्हिल फ्यान हो व्हिल यसले हाम्रो यसको कम्प्रेसर काट्ने हो क्या ब्यालेन्स बनाउने हो त्यही भएर हामी फिट गर्ने बेला यो कटरको ध्यान दिने कटरको अवस्था कस्तो छ यसलाई जुगारबाजी आफूले कसरी बनाउन सकिन्छ यस्तै अब छैन भने कि फलाम काटेर यस्तै बनाउनु पर्यो टाइट बनाउनु पर्यो के है ल अब हामी हाउजिङमा फिट हुँदैछ है यसमा के छ एउटा सिल हैन सिल पनि छ हाउजिङतिर यो सिलको रबर निकाल्दा घिसिसकेको छ है हामीले यस्तै अवस्था छ भने यसमा के हुन्छ कि हाउजिङको जुन सिल छ यसमा नम्बर कति छ हैन नम्बर पनि मेटिसकेको छ है देखिन्छ होला नजिक खै हेर न अलिकति देख्ने मान्छे देखिन्छ 3045 हैन 3045 को नम्बरको सिल छ र यसमा सिलको अवस्था कस्तो छ हैन सिल काट्या छ नम्बर हुन्छ कुनै फेरि अब चेन्ज गर्नु पर्यो भने नम्बर हेरेर चेन्ज गर्ने हैन जस्तो अर्को नम्बर ल्यायो भने कहीँ यसको पस्दैन होला कहीँ यसको खुग्लो भइहाल्छ होला हैन तर यसको काम के हो आएर बाहिर नजाओस् मोबिल हैन यो रोक्ने काम गर्छ है ल यो चाहिँ हाम्रो फिटिङ हुँदैछ है फिट हुँदैछ फिट जस्तो हामीले हटौरा यसमा डाइरेक्ट नहान्नु होला हैन काठको यसमा के हुन्छ कि यो तपाईको जुन हाउजिङ लाग्ने हाम्रो टेपर बनाएको छ हैन यो घाउ यो चाहिँ चोट लाग्ने पछि त्यो छिर्न गाह्रो हुन्छ क्या यो समस्या हुन्छ तर काठैले युज गर्न होला है तर हामी के गर्ने गरेका छौँ यसरी हान्छौँ हैन तल तल काठ राख्नुपर्छ आइसक्यो आयो हैन अलि बाँकी होला भयो बसेछ र अलि बाँकी छ बसिसकेको छ बस्नु तर त्यही पनि हल्का बसेको बसेन बस्या छ है ल यो क्रेन चाहिँ हाम्रो फिटिङ भयो अनि अब यो हाम्रो क्रेनको बेयरिङ लक छ हैन यो चाहिँ हाम्रो बेयरिङ लक यसमा लामो नट नहाल्नु छोटै नट सकेसम्म हैन लामो नट भयो भने च्याप्न सक्दैन त्यही भएर यसको काठ छ हैन भित्र यहाँनिर छ ल फिट हुँदैछ यसमा 12 नम्बर लाग्छ कसैको 13 पनि लाग्न सक्छ हैन ल यो चाहिँ फिट भयो हैन ल यसले यसको काम के हो बाहिर नहोस् है ल फिट भयो हैन अब हामी के गरौँ पिस्टनतिर जाउँ हैन पिस्टन अब हैन यो चाहिँ हाम्रो पिस्टन आयो हो यो चाहिँ कनेक्टिङ रड भित्रपट्टि यसको लक पनि निकालेको छ है एउटा कहाँ हो ठिक छ एउटा छ एउटा बाँकी छ यहाँ त हराइहाल्यो हैन गाउँ ठाउँमा यसरी काम गर्दाखेरि हरायो भने कहाँ पाउने हो ल यो चाहिँ भित्रको हाम्रो गजन पिन भन्छ हैन पिस्टन पिन गजन पिन हैन त धेरै भाषा हाम्रो पिस्टन पिन भन्छौँ हैन पिस्टन पिनको काम के हो हाम्रो कनेक्टिङ र पिस्टन जोड्ने हैन कनेक्टिङ र पिस्टन जोड्ने अनि यहाँनिर हाम्रो एउटा लक हुन्छ है यस्तै स्याम लक हुन्छ यसमा हाम्रो यो नोच प्लास हुन्छ हैन यो नोक प्लास भन्छ है नोक प्लासले यसले तान्ने हो अहिले यसको मुख चाहिँ बुच्चिएको छ क्या
होइन निकाल होइन निकाल्ने तरिका यस्तै हो पलास चाहिन्छ यस्तै पलास छैन भने कहाँ यसो जुगारबाजी पातलो किलोले च्यापेर पनि निस्किन्छ होइन यो दुईटापट्टि हुन्छ यो चाहिँ लगाउन नभुल्नु होला है प्लास पनि चाहियो कि अनि यत्तिकै फिट नगर्नु होला फिट गर्यो भने यो पिलले हाम्रो धेरै नोक्सान ल्याउँछ कसरी ल्याउँछ चल्दा चल्दा भित्र निस्किने होइन या निस्किने ठाउँ छैन यसको तर एक साइड आएर यो ब्लकलाई पुरै काटिदिन्छ यसो घाउ बनायो भने त्यसपछि ब्लकै काम छैन त्यसमा 15-20 हजार रुपियाँ यसले त्यति खर्च गर्छ है कुनै यसमा हराउने होइन पिन लगाएर मात्र यो पिस्टन यो कनेक्टिङ रड यो पिन भयो यो चाहिँ हाम्रो सीआर बेरिङ साइज छ 178 एफ हैन एफ एच लेखेको छ हैन एफ एच लेखेको छ कसैको एफ मात्रै हुन्छ कसैको एफ ए पनि हुन्छ यो साइज भनेको तपाईको साइज अहिले बटाउने हो के एफ र एच ए भनेको यसको हल्का ठुलो सानो साइज बटाउने हो फिट गर्ने बेला यो त कस्तो छ क्रेङ्क टर्न गरे छैन भने 0-0 आयो ओभर गर्यो भने यहाँनिर तपाईको 0.25 आउने 0.50 आउने ल फिट चाहिँ यसरी हुन्छ है एक क्वेशन है सर यो जो यो निकाल्यो हैन हामीले रडलाई यो उल्टो सुल्टो त हुँदैन अघि भने रडलाई हुँदैन यो निकाल्दा हो यो रड चाहिँ उल्टो सुल्टो हुँदैन तर यसको हाम्रो ठुलो पावर टिलरको उल्टो सुल्टो हुन्छ यसमा जता गरे पनि यसको क्याप हुन्छ नि क्याप चाहिँ साइड मिलाउनु पर्यो तर पिस्टन चाहिँ हामी म भनेको थिएँ नि हिजो यो भाग चाहिँ हाम्रो यो वाल छ नि त हेड वालको साइज कटापट्टि छ त्यति राख्ने है यसको र अब हामी यसमा रिङ पिस्टन कसरी हाल्ने यसको चेक गर्ने हामी सिक्यौँ हैन हजुर साइजको हो कि होइन भनेर ल यसमा 3टा रिङ हुन्छ एउटा सेतो टाइपमा हुन्छ अर्को कालो टाइपमा हुन्छ हैन एउटा वाइल एउटा सेतो टाइपमा टप हुन्छ अनि कालो टाइप बीचमा हुन्छ यो ओइल रिङ भनेको तल हैन हजुर तल साइड यो स्प्रिङ छ स्प्रिङको काम के हो कि स्प्रिङले एकदम यसलाई टाइट गरिराख्ने के भित्र यसको के हो मोबिल रिङ मानौ हैन हजुर मोबिल रिङ आयल रिङ भनेको मोबिल रिङ भने एउटै हो हैन तर यो चाहिँ भित्र गएर यसरी बस्ने हो बस हैन भित्र गएर बराबर मुख आउने हो यसको अलि यही स्प्रिङले थोडा टाइट गर्छ हाम्रो हाल्ने बेला अलि अप्ठ्यारो पार्छ के यसले च्याप्नु लागि हाम्रो के छ पुलर चाहिन्छ पुलर हो त्यो च्याप्ने बराबर च्यापोस् नत्र पेचकसले एक साइड गरेर इन त जाने हो तर यो चाहिँ जाँदैन है यो गाह्रो छ हाल्ने बेला हामी अब रिङ सेट गरौँ है रिङ पहिला हामी यो स्प्रिङलाई हालौँ हैन स्प्रिङ हल्का खुब्लो पार्ने त्यसपछि भित्र राखेर बन्द गर्ने यो भयो भित्र गयो अनि यसमा लेखेको हुन्छ कसैको हैन एक साइडमा जुन अङ्क हाम्रो के पनि एउटा लोगो दिया हुन्छ कम्पनीको त्यो चाहिँ सब एकै साइड गर्ने है हाइटमा माथि गर्ने अहिले मेत्या छ है ल मिल्यो हैन यो ओइल रिङ यो कालो मानौ हैन कालो मानेर हामी बीचमा राख्दै छौ हैन यसो ल यो चाहिँ जसरी हामी ठ्याक्कै यसरी राख्ने दुईटै हातले बराबर फिट गर्ने है बराबर राख्ने ठ्याक्कै फस्यो फेरि 4 आङ्ला लगाएर यो बराबर तान्ने बीचमा आयो बीचमा हालिसकेपछि फेरि अर्को ल सेटिङ गर्ने आरामले बढी यसले बल लगायो भने टुटिने हो है टुट्छ एकदम हार्ड हुन्छ कठोर भयो भने एकदम कडक हुन्छ हिट हुन्छ है नि ल अर्को टप रिङ हैन टप रिङलाई हामी हाल्ने पनि तरिका त्यस्तै है यो बराबर पहिला यसरी फसाउने फेरि 4 आङ्ला लगाएर बराबर यसमा ल्याउने बढी च्याप्दियो भने टुट्ने हो तर अब यो हाम्रो फिटिङ भयो तर भित्र गएर एकदम नरम हुनु पर्यो है यो भित्र तपाईको जस्तो यो
भित्र बस्या छैन भित्र यसमा के हुन्छ कि कार्बन जम्या हुन्छ पुरानो पिस्टनमा जस्तो यो बस्ने ठाउँमा तल कार्बन जमिसकेको हुन्छ यसले भित्र नयाँ त मोटो हुने हो त्यही भएर त्यो जाँदैन भित्र छिर्न अलिक गाह्रो हुन्छ त्यही भएर हेर्नु पर्यो पुरा भित्रको जुन यो बस्ने ठाउँमा एकदम सफा हुनु पर्यो है एउटा यो रिङ तोडेर यसैको घाउ यसैले साफ गर्ने भित्रपट्टि साफ गर्ने अब रिङ अलग अलग भन्दैछु होइन ल यसलाई एकदम साफ गर्ने डिजलले धुने अहिले त हामी धोएको छैन डिजलले होइन तर फिटिङ गर्ने चाहिँ हामी एकदम सर्ट सफाइ कपडा चाहिँ हुनैपर्छ हातमा अनि डिजलले धुने एकदम यसमा तपाईँको धुलो माटो बलुवा गयो भने खस्रो भयो भने प्रेसर बन्दैन है यसमा प्रेसर नयाँ हालिसकेपछि तपाईँले जे गरेर फेरि प्रेसर छैन भने स्टार्ट हुँदैन है यो चाहिँ ध्यान दिनु होला यो भयो अब हाम्रो यसमा ब्लकमा कसरी सेट गर्ने होइन यो भाग चाहिँ यतापट्टि राख्ने है अलि साङ्ग्रो छ नि त बिचैमा छैन यो हल्का साइडतिर छ यतापट्टि अगाडिपट्टि राख्ने यो जुन हाम्रो यहाँनिर के हुन्छ पुस रड होइन पुस रडतिर भाग राख्ने यसलाई उल्टो सुल्टो बनेको यो हो पिस्टन होइन यसरी हाल्यो भने के हुन्छ उल्टो भइहाल्यो यहाँनिर सानो वाल लाग्ने हो यता चाहिँ ठुलो वाल लाग्ने हो कहीँ ठिच्यो भने यसमा तपाईँको ठाउँ दिएको छ होइन त्यहाँबाट डिकम्प्रेसर च्याप्ने त्यहाँ हल्का यसैको साइडमा कहीँ पिस्टन नचुकोस् भनेर हल्का यसले अब ठाउँ है हाल्ने बेला यसरी हाल्ने होइन हाल्ने बेला कति अब कुन ठाउँमा राख्ने पिस्टन रिङ होइन तिनवटा रिङ छ फरक टाइपमा होइन फरक टाइपमा राख्ने एउटा यहाँ राख्ने एउटा यहाँ राख्ने एउटा यहाँ राख्ने है मुख चाहिँ फरक राख्ने जोड्नेहरू रिङको के बुझ्यो जस्तो तपाईँको के हो कि चल्दै जस्तो फिट गर्दाखेरि रिङको मुख एक साइडतिर आयो तिनटैको मुख एकैमा आइहाल्यो फिटिङ गर्दै हाम्रो कहीँ खस्केर गइहाल्यो होइन यसरी गरेर फिटिङ भयो भने सेट भयो भने इन्जिन स्टार्ट हुँदैन यसले के किन हुँदैन कि प्रेसर लिक भयो प्रेसर बनाउने भनेको हाम्रो चुरी हो होइन भित्रका ग्यासहरू भयो त्यही भएर यसलाई फरक दिशामा राख्नु पर्यो है मानौ अहिले फरकै एक यहाँ राखिदिनु एक यहाँ राखौँ होइन फरक राखेको छ है अहिले अब कसैको के हुन्छ कि इन्टेकतिर अनि जुन हाम्रो स्पार्क प्लगतिर राख्नु हुँदैन होइन यो फरक दिशामा राख्नुपर्छ जस्तो स्पार्क प्लग कहाँ छ हाम्रो कुन ठाउँमा छ हेडको स्पार्क प्लग बनेको यो आयो होइन यस्तै स्पार्क प्लग बनेको हाम्रो पेट्रोल इन्जिनमा हुन्छ होइन यस्तै हाम्रो के हो कि यो नोजल आयो होइन नोजलको साइडतिर चाहिँ अब घुम्दै भित्र त के हो कि कोही अब रिङ अब घुम्दा चल्दै एकैतिर आउन सक्छ क्या यसरी आउन सक्छ त्यो आयो भने सँगै घुम्ने हो तर यसको एउटा यहाँ छ फेरि दोस्रो यहाँ हाल्नु पर्यो तेस्रो यहाँ हाल्नु पर्यो फेरि यो यता हाल्यो भने कुनै बेला के हुन्छ कि एकै ठाउँमा आउन सक्छ क्या यो ल यो भयो अब ल मानौँ तिनवटा फरक भयो होइन अब यसलाई उतापट्टि राख्ने जस्तो अब यसमा लेखेको छ यहाँनिर लेखेको छ अनि यो कहाँ छ अर्को सी टाइपको यो सिआर क्याप होइन कनेक्टिङ सिआर क्याप भन्छ जस्तो यो काटिएको छ टुक्रा लक होइन यो लक छ र यसको लक छ सिआर बेरिङको होइन यो लक चाहिँ एकै साइडमा राख्नु पर्यो है कसैको तपाईँको यहाँ लोगो चिनो दिया हुँदैन लेखेको हुँदैन त्यसको चाहिँ यो सिआर बेरिङको लक चाहिँ एक साइडमा राख्ने अब यसको अब कस्तो बस्या छैन यसको चाहिँ अलि राम्रो गरी सेट गर्ने अब कुनै बेला यसमा भित्र फोहोर भयो तपाईँको जुन कचरा गएको छ भने क्र्याङमा हल्का टाइट हुन्छ टाइट भयो भने जबरजस्ती गयो भने तपाईँको इन्जिन गरम हुने अलि स्टार्टमा दिक्कत हुने अलि समस्या ल्याउँछ त्यही भएर यसलाई एकदम नर्मल घुम्ने बनाउने है अब यसलाई फिट गरौँ होइन फिटिङ गर्ने हाम्रो सिस्टम तरिका चाहिँ यो चाहिँ अगाडि गर्ने है अगाडि भनेको यता आयो होइन ल क्रेङलाई हाइट बनाउने हामी होइन क्रेङको हाइट भनेको सिधा माथि आयो होइन टपमा यो चाहिँ अगाडि गयो रिङ
अलिक फरक दिशामा छ है। हाम्रो जुगार भनेको यस्तै छ है। यो जुगार यहाँ राख्यो हैन, ठ्याक्क भयो। अब यो पुलर मानौँ हैन, हाम्रा रिङ क्लेचर हैन, रिङ क्लेचर अर्को पनि एउटा तपाईँको जो घुमाउनेले त्यो एलङ्की सिस्टम हुन्छ, त्यो अहिले ल्याएको छैनौँ। तर हामी जुगार भनेको यस्तै छ, एउटा जुगार हो भन्ने रिङ हाल्ने हैन, रिङ हाल्ने यसरी यो भयो हैन, तपाईँको यो बस्यो। अब यो बसिसकेपछि हल्का काठले हाल्ने, भित्र पसेर पसेन काठको बिल हल्का पहिला यसलाई पुललाई बसाल्ने हैन। यो ठिक छ कि छैन, कहाँ बसेछ हैन, हेर्ने। त्यसपछि बसेछ चोट हानेलाई हैन, यसलाई चर्लक्क हाल्ने है, गयो गइहाल्यो हैन। गइसकेपछि हल्का यसलाई खेल्ने, भित्र आयो हैन, भित्र बसिसकेको छ। अब यसलाई हामी के गर्नु पर्यो, अब स्याहार बेरिङ हाल्ने हैन, स्याहार क्याप भन्छ हैन यसलाई। गुरु एउटा कुरा के, त्यो हामीले पिस्टन राख्दाखेरि हामीसँग त त्यो फिक्सर हुँदैन। भिडियोमा देखे अनुसार कुनैले चाहिँ कागजहरू कागजको आधारले पनि जुगाडबाजी भनेर आफ्नो कसरी सजिलो पर्छ हैन, पुरो बुझ्यो नि। त्यो रिङ चाहिँ बाहिर ननिस्कोस्, सही दिशामा बसोस् भन्नुको लागि त हो त्यो फेरि भनेको हो, त्यति हो। कागजको हाले भयो, टिनकै बना हुन्छ, टिनको त राम्रो भइगयो रहेछ, मोटो भइगयो अरे, एकदम चिजै गइरहेको छ। जुगाडबाजी ठिकै हुन्छ त्यो पनि। यो चाहिँ स्याहार बोल्ट हैन, पेरेल पाताको बनायो बोल्ट सब फरक छ हैन। यो नट त कसै मिल्दैन हैन, तर यो लगाउन खोज्यो भने चुडी मिल्दैन सायद त होला हैन। चुडी चाहिँ यसको मसिनो चुडी छ, यसको मोटो चुडी छ हैन। यो चाहिँ मसिनो चुडी हाल्नु पर्यो, मसिनै हुन्छ त। यसमा चाहिँ हामी हल्का ओइल हाल्नु पर्यो है, फिटिङ गर्ने बेला मोबिल सबै मोबिल युज गरिहाल्नु पर्यो हैन। नट बोल्ट चाहिँ जबरजस्ती जाँदैछ भने के हुन्छ कि यो ठिरेट सकिएर जान्छ हैन। जबरजस्ती जाँदैछ भने यसको अवस्था कस्तो छ हेरिहाल्नु होला। यो स्याहार बेरिङलाई हामीले एकदम ध्यान दिनुपर्छ। यसले तपाईँको जस्तो हाम्रो चुरी गएको छ, यसलाई त्यति जुगारबाजी हामी गर्दैछौँ भने यसले हाम्रो ब्लकलाई नोक्सान पुर्याउँछ, बडी फुट्ने हो, पट्किने हो, तर पुरै इन्जिनै जान्छ त्यसो हैन। यसको चाहिँ यो नट चाहिँ हामी ध्यान दिनुपर्छ, एकदम नट चाहिँ राम्रो हुनु पर्यो, यसलाई फुल टाइट हुनु पर्यो है। अरू नटले हल्का ढिला भयो केही बिगार्दैन, यसले ढिला भयो भने टोडिहाल्छ के। ल यसमा चाहिँ 10 नम्बरको पाना लाग्छ। रेन्च चाहिँ युज नगर्नु होला, रेन्च चाहिँ युज गर्यो भने स्लिप भयो भने यसलाई खोल्न गाह्रो हुन्छ बेसी, पाना पनि लाग्दैन, तपाईँको रेन्च पनि त लाग्दैन। कसरी खोल्ने, काट्ने पनि ठाउँ छैनले अप्ठ्यारो छ। चाबी लगाउनु, यसलाई पाना लगाउने है, सिधै पाना 10 नम्बर पाना बराबर मजाले कस्ने है। यो स्लिप पारिसकेको छ है, यता गयो पाना पनि खाँदैन, अलिक गाह्रो हुन्छ। ल अलिअलि कसिया छ हैन। ल अब पिस्टन रिङ फिट गरिसक्यो हैन, फिट गरिसकेपछि यसलाई चेक गर्ने घुम्छ कि घुम्दैन हैन, घुमिरहेछ हैन, घुमिरहेछ। एफ र एफए भनेको के हुन्छ कि यसको बराबर हुनु पर्यो। जस्तै यसको एफ छ, एफए हाल्यो भने हल्का माथि आइहाल्छ, माथि आयो भने तपाईँको पिस्टन ठोकिन्छ, यताबाट वाल ठोकिने, त्यसको त्यो जाम भइहाल्छ, घुम्दैन हैन। चाहिँ हाम्रो साइज हेर्ने कारण के हो कि पिस्टनको लेभलमा हुनु पर्यो हैन। यो चाहिँ हल्का चाहिँ 1 पोइन्ट चाहिँ तलै हुनु पर्यो, केही फरक पर्दैन, तर हाइट चाहिँ हुनु भएन है। ठिक छ, र ठिकै छ हैन यहाँसम्म। अब मानौ हामी फ्याङ व्हिल भन्छ हैन यसलाई, फ्याङ व्हिल हैन। धेरै भाषामा हाम्रो चक्का भन्छ के भन्छ हैन, यसको फ्याङ व्हिल हो हैन। यो व्हिलको काम के हो, एकदम शक्ति पावर बढाउने काम हैन, पावर बढाउने काम।
यसमा सानो हाम्रो घाट काट्या छ अनि यो चाहिँ हाम्रो लक छ होइन यहाँ अच्छा लक र यो घाट दुइटै बिचमा मिल्नु पर्यो यो घाट यो तपाईँ लक कस्तो अवस्था छ यसको अलि काट्या छ अलि सिप छ पातलो छ हलिरहेछ धेरै भने अर्को चेन्ज गरिदिनु होला र यसको कारण तपाईँको यो घाट काटियो भने इन्जिनमा समस्या आउँछ पछि लोड लिँदैन घड्याम गराउनुहुन्छ यसको कारणले तपाईँको टाइमिङ गियरहरू टुट्छ भित्रका जुन हाम्रो यो पिनहरू छ त्यो भाँचिन्छ र यो चाहिँ हाम्रो यसको लक चाहिँ कस्तो अवस्था छ त्यो हेर्नु पऱ्यो है ल अहिले फिट हुँदैछ है यो होइन लक लाग्यो फिटिङ भयो अनि यसमा हाम्रो 24 नम्बर बोल्ट हुन्छ होइन ठुलो होला बडा 24 नम्बर थिएन अघि पनि छ एउटा वासर हुनुपर्ने हो यहाँनिर वासर कहाँ हाल्यो होइन वासर छैन त्यसमा उताबाट ल ठिक छ वासर हुन्छ छ अर्को इन्जिनमा छ भने बसा बरु त्यहाँ ल ठिक छ सर त्यही मानौँ न ल ठिक छ वासर हुन्छ त्यहाँ ल त्यो लगाइदिनुहोस् ल भयो ल भयो छोडौँ न ल यो चाहिँ वासर होइन हजुर यो सबै ठाउँ मिल्दैन यो वासर होइन यसलाई कस्तो छ मोटो खाले छ है यो वासर 24 को लागि चाहिँ बना भने अनि 24 नम्बर हो पहिला चाहिँ वासर हाल्नु पर्यो होइन वासर फिक्स मिल्यो होइन यसमा काहीँ छोटो भयो घुस्दैन तर यो बोल्ट आयो होइन बोल्ट आयो होइन हल्का एक साइड प्लेन छ एक साइड अलि बाहिर चाहिँ भित्र हाल्ने होइन यसमा 24 को लाग्छ 24 को त्यो हाम्रो कट्टा झोलामा हेर्नु त ठुलो होला बे चाहिँ पानै छ 24 को पाना एउटैमा होला हामी त ठुलो यही हो कि यही हो त्यो हो 24 को उताको ल यसमा चाहिँ हामीले पानै लगाऊ होइन पाना गोटी जे पनि 24 को लाग्छ है सजिलो लाग्छ त्यो पानालाई युज गर्ने हामी ल भयो ल होइन अब हाम्रो ह्याङ हिल फिटिङ भयो अब हामी टाइमिङतिर जाउँ होइन हजुर ल भित्रपट्टि अब के छ हाम्रो होइन यसको दुईवटा ब्यारिङ छ एउटा हाम्रो लामो खाले ब्यारिङ छ एउटा बल ब्यारिङ छ होइन यहाँ टेपर ब्यारिङ भन्छ यसलाई हाम्रो बल ब्यारिङ भन्छ होइन बल ब्यारिङ भने गोलो हुन्छ टेपर भनेको लामो खाले ब्यारिङ हुन्छ होइन त्यो चाहिँ निकाल्नलाई हाम्रो त्यत्तिकै निकल्दैन होइन यसको लागि साधनै चाहिन्छ त्यस्तो अब जुगारबाजी आफूले अब जस्तो अब कस्तो हुन्छ जुगार लगाएर अब पुलरले होइन कुनै अब वेल्डिङ मेसिनले हल्का टुस हालेर खराब भइसकेको छ भने टुस लगाएर तान्नु सक्नुहुन्छ तर यतिकै अब त्यहाँ ठोक्ने ठाउँ छैन जग्गा छैन यसले निकाल्न गाह्रो हुन्छ कि ब्यारिङलाई त्यो खराब भयो भने त कहीँ अब वेल्डिङ गरेर निकाल्नै पऱ्यो होला होइन यो दुईवटा ब्यारिङ हाम्रो सही छ होइन अब सही मान्नु पऱ्यो होइन अब भित्रपट्टि हाम्रो दुईवटा के छ हाम्रो यसको नाम के हो टेपेड पुस गाइड भन्छौँ हामी होइन टेपेड पुस गाइड यो पुस गाइड हाम्रो कहाँसम्म कनेक्सन हुन्छ क्याम्प साफ्टदेखि रोकर बक्ससम्म होइन त्यो रोकर राम भन्छ हामी रोकर चिडिया भन्छौँ होइन त्यही भएर त्यहाँसम्मले पुस गर्ने काम गर्छ होइन अब यसको खराब छ कस्तो छ के कसरी थाहा पाउने होइन यसको चाहिँ टुप्पो भस्किसकेको छ होइन यो खराब भयो त्यो हाल्ने बेला यो हाम्रो के भन्छ यो पुस रड आयो होइन पुस रड आयो यो गोलो ठाउँमा यो बस्नु पर्यो यसरी होइन यो बाहिर नझडोस् अब यो त भट्किसकेको छ कहीँ अब चल्दा निस्क्यो भने कामै गरेन काम छ होइन त्यही भएर यसको अवस्था कस्तो छ यस्तै अब पुस रड झड जाने यस्तो भयो भने यसलाई हेर्ने कस्तो अवस्था त्यही हिसाबले यसलाई फेरिदिने है अनि यसको काटिने काम यहाँ हुन्छ अनि यहाँ पनि काटिने यो अब खराब भएर थाहा भइहाल्छ हेरेर होइन कस्तो अवस्था छ होइन ल यसलाई फिट गर होइन पहिला यसलाई फिट गर्ने होइन दुइटैलाई
ल आयो सानो तल ठुलो माथि हुन्छ पाता पनि त्यसको अलि अलि फरक हुन्छ पाता जुन ठाउँमा हाले पनि हुन्छ बराबरै हुन्छ यो बराबरै अर्को प्रश्न ठुलो बराबरै हुन्छ भन्नु अब हामी ब्यालेन्स गियर भन्छ हैन ब्यालेन्स साफ्ट हैन यसको भित्रको हाम्रो ब्यालेन्स मिलाउने काम गर्छ हैन क्रेङ जस्तै बेड छ हैन पिस्टनलाई पावर मिलाउने काम गर्ने हैन यो साफ्ट जस्तै यसमा हाम्रो पोइन्ट छ डबल डबल पोइन्ट छ कुन पोइन्ट राख्ने यसलाई हामी जस्तो लेखेको हैन जस्तो के लेखेको छ के लेखेको दुईटा पोइन्ट छ अनि अर्को हाम्रो यसमा एउटा पोइन्ट छ हैन दुईटा पनि हाइड गर्नु पर्यो हामीले यहाँ छ हैन यो त्यो उतापट्टि हो यतापट्टि देखिएको छ ल देखिएको छ हैन एउटा पोइन्ट र दुईटा पोइन्ट बिचमा हाल्नु पर्यो हैन हजुर तर मोबिल चाहिँ हाल्नु पर्यो है यसमा अहिले मोबिल समेत छैन तर फिटिङ गर्ने बेला मोबिल हाल्नु होला ब्यारिङमा साफ्टमा त्यहाँ त पछि आफै बसिहाल्यो त्यो त मोबाइल त हालेपछि सबै त्यो मोबाइल त हो पुरै पहिले पनि हाल्यो हैन पोइन्ट मिल्यो अनि अर्को यो चाहिँ हाम्रो क्याम्प साफ्ट हैन यो क्याम्प साफ्ट गराडी हैन यो अलगै हुन्छ यो अलगै हुन्छ हैन जस्तो गराडी मात्रै भाँचे पनि गराडी मात्रै चेन्ज गर्न सकिन्छ हैन जस्तो यो डाँटीहरू गयो भने सकियो भने चेन्ज गर्न सकिन्छ तर यसको नाम चाहिँ क्याम्प साफ्ट यो चाहिँ क्याम्प साफ्ट गराडी क्याम्प भनेको के हो चाहिँ यो क्याम्प आयो हैन यसलाई एक्जस्ट एउटा आउटजेस्ट छ हैन यसमा दुईटालाई एउटा धुवा फाल्ने ठाउँमा एउटा एयर फिल्टर हैन यसले काम गर्ने हो अनि बीचको काम के छ कि ऑयल पम्प फ्युल पम्पलाई उठाउने काम गर्ने हो फ्युल पम्प भनेको यो आयो हैन फ्युल पम्प भनेको यहाँ बस्ने हो यसरी चाहिँ यसलाई खेल्ने काम गर्छ हैन पुस गर्ने काम गर्ने हैन ल फिटिङ चाहिँ हामी निकाल्ने यसमा अब यसलाई सुरक्षित हिसाबले हाल्नु पर्यो के यसमा हैन यसलाई नठिच्ने गरी के त्यस्तो पिन हालेर ठोक्नु पर्यो नत्र प्रेसरमा हाम्रो हाइड्रोलिक प्रेसर छ नि त्यहाँ त्यो राखेर भित्रबाट निकाल्न सक्नुहुन्छ हैन चेन्ज गर्नु पर्यो अब चोट हाने भने यसमा हटाउन लाग्यो भने पिच्चियो पछि यसमा ब्यारिङमा जाँदैन अनि घाउ गऱ्यो भने मोटो भएर अलिक समस्या ल्याउँछ तर निकाल्ने बेला हामी एकदम सुरक्षितले निकाल्ने हो हाल्ने बेला पनि सुरक्षितले हाल्नु पर्यो है यसलाई चोट लागिसकेपछि अनि मिस्त्रीलाई गाह्रो पर्छ निकाल्दाखेरि केमा हान्ने गुरु माथिको उसमा कि यसमा हान्ने यसो के राखेर हैन काठ के भयो हैन राखेर माथि हान्नु सक्नुहुन्छ ल यो पोइन्ट र क्रेङ्क पोइन्ट कहाँ छ हैन यो पोइन्ट त्यहाँ पनि त्यही छ दुईटा छ पोइन्ट मिलाउने हैन हामी भित्र सब हालिसकेका छौँ हैन भित्रपट्टि दुईटा यो टेपेड गाइडलाई हालिसकेका छौँ गाइड चाहिँ भित्र ठेल्नु होला है पछि यसले जान दिँदैन यसले रोक्छ अलि भित्र बसाल्ने त्यसपछि यसले फिटिङ गर्ने ल मिल्यो मिलाइसकेपछि हेर्नु पर्यो दुईटै पोइन्ट मिलाइछ हल्का यता घुमायो भने यो पोइन्ट मिल्नु पर्यो हल्का यता घुमायो भने यो पोइन्ट मिल्नु पर्यो हैन यो सिधै तपाईको यसको डबल यो छ हैन यसमा डाँटी छ यसमा आरपिएम मिलाएको हुन्छ कि बढी भने हल्का यसले स्पिड गएपछि यसले कम घुम्ने यसले दुईचोटि घुमेपछि एकचोटि घुम्ने ल भयो हैन भित्रको केही छुट्या छैन हेर्नु पर्यो मजाले हेर्नु पर्यो फेरि डबल खोल्नु नपरोस् हैन कुनै अब लक नट बोल्ट टाइट छ कि छैन हाम्रो गाडी मिलाएको छ कि छैन अनि हाम्रो यो फ्युल पम्पको लिभर कहीँ यसो पिनहरू यो अलिक ठोक्या छैन यो पुरा चेक गर्नु पर्यो हैन त्यसपछि यहाँनिर हाम्रो के हुन्छ एउटा प्याकिङ गेस्कट हुन्छ हैन यहाँनिर प्याकिङ गेस्कट एल्युमिनियम टाइपको हुन्छ है
एल्युमिनियम भनेर पातलो टाइप छ है। गेसट जस्तो यसमा एल्युमिनियम किन दिया होला हैन, एकदमै यसमा किनकि तपाईँको चल्दा चल्दा हिट भएर गल्न सक्छ भनेर यो एल्युमिनियम दिएको है। यो ल अहिले छिचिसकेको छ, यसलाई हालौँ न हैन। दाजु यसमा ऊ फिक्सर कहाँ लगाउने फिक्सरहरू लगाउने ए बोर्डहरू चिप्काउने होला। अब त तपाईँको कहाँ लिकेज छ हैन, पेकिङ लाग्ने ठाउँमा त्यहाँ पनि हाले सबै हुन्छ ठाउँमा लगाउनु पर्छ हैन। गमहरू अब जहाँनिर तपाईँको जुन हामी प्याकिङ लगाए हल्का यसमा लगाइदिएपछि होइन सबै ठाउँमा अब जस्तो चोट लागेको ठाउँमा उसले बोन्डले रोक्ने हो नि त होइन, लिकेज नहोस् भनेर त्यसले अब हामी चिप्काउने काम गर्छ सुपर गोल सबै ठाउँमा। ठाउँमा राख्छ रिसी बोन्ड भन्छ होइन, रिसी बोन्ड एमसी भनेको अर्को हुन्छ, दुईवटा मिक्स गरेर चिप्काउने त्यो लगाउनु पर्दैन। एउटा ग्रुप जस्तै हुन्छ होइन, यो जस्तै हो चिप्काउनु भन्नुपर्छ है। यो चाहिँ उल्टो सुल्टो हुन्छ, यसरी हाल्नु मिल्दैन होइन, यसरी हाल्नु पऱ्यो, कसरी हाल्नु पऱ्यो मिलाएर मात्र होइन, यसरी नै होइन मिल्ने। यो पोइन्ट चाहिँ बिचमा मिल्नु। यो चाहिँ हाम्रो के हो, सेन्टर पिन होइन, यसलाई सेन्टर राखिराख्ने होइन। दुईवटा पिन हुन्छ, एउटा यसैमा छ एउटा यसमा छ होइन। यो पिनको काम के हो कि एउटा सेन्टर राखिराख्ने होइन। ल अहिले यसलाई नहालौँ होइन, भाँचिएछ अहिले नहालौँ, अहिले खोल्ने अब सब फिट भइसकेको छ होइन। हाल्ने अब फिट गरिसकेपछि अलिअलि मोबिल सबै ठाउँमा यसको के नाम के हो त भन्दै जाँदैछु नि त, अघि तपाईँ भनिहाल्नुहुन्छ होइन। त्यही त अब मिलाउनु जाँदैछ, यसको बारेमा भन्छु नि त होइन। ल यो चाहिँ हाम्रो सब फिट भइसक्यो। यो हाम्रो हाउजिङ होइन, क्रेङ हाउजिङ, ब्लक हाउजिङ होइन, यसमा कति पार्ट्स छ, पार्ट्स पनि हामी बुझौँ है। यसको जस्तै ब्यारिङ आयो एउटा होइन, यो बेरिङ कुन ठाउँको ब्यारिङ हाम्रो ब्यालेन्सको होइन, अनि अर्को ब्यारिङ भनेको क्याम्प होइन, क्याम्प साफ्टको ब्यारिङ बिच आयो हाम्रो मेन क्रेङ ब्यारिङ होइन, क्रेङ बुस भन्छ होइन, क्रेङ बुस भइहाल्यो। तिनवटा पट्टि यसको अवस्था कस्तो छ हेर्नु पऱ्यो, कस्तो चाल छ खराब कस्तो छ होइन, हेर्नु पऱ्यो, कहीँ घाउ लागेको छ अड्किया छ कस्तो छ, यसलाई राम्रोसँग राम्रो हाल्ने यसै हाल्ने, छैन भने यसलाई चेन्ज गर्ने होइन। यसको पनि अब निकाल्ने तरिका त्यही होइन कि जुगारबाजी गरेर कुलरबाट निकाल्न सक्नुहुन्छ। अनि तिनवटा हाम्रो ब्यारिङको काम भयो होइन, घुम्ने भयो। यसबाट तपाईँको यो बिचमा क्रेङ आउँछ, यसमा केम साफ्ट आउने हो, यसमा चाहिँ यो साफ्ट लाग्छ होइन। अनि यो काम के छ होइन, यो चाहिँ आयल पम्प होइन, आयल पम्प पनि हो, अनि कन्ट्रोल गर्ने हो, गभर्नरको काम पनि गर्छ होइन, स्पिड कन्ट्रोल गर्ने आयल पम्पको काम। यो आयल पम्प बनेको यहाँनिर छ होइन, एकचोटि देखाइदिउँ होइन। तिनवटा मुख ल यो चाहिँ आयल पम्प आएन, आयल पम्प बनेको तपाईँको मोबिललाई सप्लाई गर्ने काम होइन। कहाँबाट आउने हो मोबिल, यो ठाउँबाट होइन, यो ठाउँबाट फेरि यो के हो मोबिल फिल्टर, मोबिल फिल्टर अवस्था कस्तो छ त्यो हेर्ने होइन। हिजो हेरिसकेका छौँ होइन, अहिले खोल्नु पर्दैन होइन, हेरिसकेका छौँ यो कस्तो छ, फोहोर छ के छ होइन, कचरा सेलाई साफ गर्ने। अनि यहाँदेखि तपाईँको ओइल पम्पसम्म जाने हो, ओइल पम्पले फेरि तपाईँको कहाँ फाल्ने हो, यो क्रेङ्कसम्म होइन, क्रेङ्कदेखि तपाईँको सिआर ब्यारिङमा फाल्ने होइन, यसले सिआर ब्यारिङसम्म जान्छ। यसको लाइन चाहिँ यता छ होइन, तपाईँ जति यहाँ फाल्नुपर्ने यहाँ फाल्ने हो,
ओभर भएको यताबाट फालिदिने होइन यहाँ ओभर फ्लोर छ होइन ओभर भएको यताबाट फालिदिने हो यो चाहिँ यहाँसम्म आयो कि आएन हामी यसैबाट चेक गर्न सक्छौँ कुनै यसो मुभिङको भागमा यसो डुबाएर यसलाई घुमाउन सक्छौँ होइन फाल्यो कि फालेन उल्टो सुल्टो अब घुमाउनु पऱ्यो होइन कताबाट उल्टो कताबाट सुल्टो होइन आफूले फाल्यो भने सुल्टै मान्नु पऱ्यो फाल्यो भने उल्टो होइन यो चाहिँ विचार गर्नु पऱ्यो यो चाहिँ गभर्नर कन्ट्रोल होइन गभर्नर कन्ट्रोल भनेको यहाँदेखि कनेक्सन हुन्छ है यो भाग चाहिँ यहाँ आउने हो स्पिड भयो बेला यसले यसरी उफ्रिने होइन उफ्रियो भने भित्रको जुन हाम्रो यो लिभर छ लिभरलाई कम गर्ने हो कि है ल यो ठिक छ होइन हाम्रो ठिकै छ अब यसलाई प्याक गर्ने होइन ल भित्र चाहिँ एउटा सिल छ है रबरको सिल सिल चाहिँ यसमा नि प्याकिङ ग्यास किट लगाउनु पर्छ होला प्याकिङ ग्यास किट यसमा रबर छँदैछ खासै पर्दैन अनि बोन पनि पर्दैन वीडियो मिनट का वीडियो बन रहा है त्यही हो एउटै परीक्षा गर्दै अरे त्योबाट सेयर गर्नु पर्यो नि त सेयर गर्दा लेखा पनि के हेर्नु कहाँ खिच पछि साट्न मिल्छ होइन एकजनाले खिचे पनि हुन्छ के एकजना खिचेपछि अर्कोमा सकिन्छ आजभोलि त सजिलो छ डाउनलोड गर्यो पछि हेर्न सजिलो छ होइन आजभोलि सब युट्युबमा दिया हुन्छ जान्ने मान्छे युट्युबैबाट इन्जिन फिटिङ गरिदिन्छ ल फिट भयो होइन फिटिङ भयो सिलको अवस्था